हेलो एभ्रिवान, नमस्ते, सेवा हजुरहरूलाई स्वागत छ हाम्रो च्यानलमा। आज पनि फेरि हामी मम्मा छोरो आइसकेका छौँ मुकबाङ भिडियो लिएर हैन। अनि आज चाहिँ हामी के खाना लागेको छ भने नि यहाँ छ हेर्नुस् मेरो यो चाहिँ चिकन मोमो ल जुसीवाला। अनि त्यसपछि यहाँ छ चाउमिन, एक चाउमिन। आज चाहिँ एक चाउमिन खान मन लागेको हामीलाई। अनि ल अनि मैले यहाँ सस टमाटरको सस अचार नि राखेको छु। अनि यहाँ चाहिँ हामीसँग चिकन विङ्स अनि बेबीको यहाँ चाउमिन भयो। सबै छाने भेजिटेबल्सहरु सबै छानेर हैन उसलाई चाहिँ। अनि हेर्नु न उसले बनाएको आफै बनाएको मोमो क्या। हेर्नु न सेफ मेरो छोराले बनाएको। लुक मेरो छोराको मोमो। अनि यो देखाइदिन्छु, यो मेरो छोराले आफै बनाएको सेप ल मोमोको। उसको मम्माले आफै बनाएको, छोरोले आफै बनाएको हैन। यति खान लागेछ आज हामी साथीहरु। अनि हामी ड्रिङ्क्समा चाहिँ के खान लागेछौँ भने म चाहिँ कोक खानेवाला छु। अनि मेरो छोरा चाहिँ ओरेन्ज जुस खानेवाला छ ल। यति खान लागेछ ल। हामी चाहिँ आज चाहिँ हाम्रो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनुहोस्। अनि नयाँ हेरिराख्नु भएको छ भने हाम्रो भिडियो प्लिज सब्स्क्राइब गरिदिनुहोस्। अनि मन पर्यो भने लाइक कमेन्ट शेयर गरिदिनुहोस् भन्दै अब हामी खान्छ ल। हामी खान्छौँ ल। ल चियर्स गर्ने अरे मेरो छोरा। अनि म खोल्छु, मम्माले चाहिँ छोरीले खोल्यो। ग्लासै ल्याउन बिर्सेछ ल। गाइस चियर्स ल। खायौँ हामीले। ग्लास ल्याउनु पर्यो भनेको बिर्सेँ। ल नुडल्स नेपाली स्टाइलमा मैले चाहिँ यो एक चाउमिन बनाएको ल। ल तातो तातो खायौँ ल हामी। मिठो। Yummy, baby? Yes. Momo guys, Momo खाए ल। चिकन विङ साथीहरु खाए ल। मेरो छोराले बनाएको मोमो कस्तो छ बाबा? गुड। विंग्स खाओ बेटा।
좀 짠나더라고. एकदम ठुल्ठुलो बनाएको नि त मोमो, त्यही भएर काटेर खाऊँ भनेको त जुस सबै यो बिस्तारै खानु पर्यो। यति धेरै चाउमिनलाई यसो खाइसक्दैन। छानेर दिएको सबै यो भेजिटेबल्सहरू र पनि खान्छ। छोरा खाइसक्यो। विंग्स खाने बेटा? एउटा खाऊ न तिमी। ल मोमो नखाऊ, यो विंग्स खाऊ अब। खास खाऊ न बेटा। मेरो छोरा मास्टरमाइन्ड भयो है। यसको मम्मा पो लेट न लेट, लुजर मम्मा लुजर। माया गर्छ मेरो छोराले मलाई।
चाउमिन चाहिँ खाइसक्नु पर्यो भनेको आएन हेर्नु न मान्छेहरूले सबै फिनिस गरेको यस्तो मजाले खाइदिन्छ नि उसले हैन बेटा ल Oh my goodness. ल साथीहरु मैले चाहिँ सबै चाउमिन खाइसके मोमो चाहिँ 3 पिस खान सकेन ल अनि मैले विङ्स पनि खाएँ नि त यति धेरै ल्याथे त्यही भएर मेरो छोराले सबै खाइसक्यो ल आजलाई चाहिँ हाम्रो भिडियो हामी एन्ड गर्छ See you next video. Bye. Bye.